तिमीले पनि त्यो बनाएको हो नि ओठमुनि होइन यहाँ हेर न यहाँ होला होइन पहिला तिम्रै देखेर सिकेको नि एलिनालाई हान्नु लाग्यो क्या धनियाँ माथिबाट तिमीले हालेको कि होइन यस्तै चाउमिन खाने छोरा चाउमिन फाइनली हाम्रो होइन पोर्क चाउमिन पनि रेडी भएर आइसक्यो हेर्दा खाउँ लाग्दो सम्झिँदै चाहिँ होइन नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो अर्को नयाँ भ्लग भिडियोमा आयो सबजना सन्चै अनि आरामै हुन्छ ल सो गाइज म पनि एकदम सन्चै अनि आरामै छु सो आजको भ्लग चाहिँ अलिक लेट भयो होइन यानि कि अहिले करिबन 4 बजिसक्यो हजुरहरू होइन त्यस्तै हो अब भ्याइ नसक्नुहुन्छ हजुरहरू टाइम यति बेलै मिल्यो होइन सो अनि आजको भ्लग चाहिँ मैले यति बेलैबाट भए पनि स्टार्ट गरिदिएँ होइन एनिवे अनि अहिले चाहिँ म घरमै छु होइन चिटिक्क पर ह्यान्डसम लुक्समा अब कहाँ जानु आँटेको सोचिराख्नु भएको होला होइन अरू बेला त म झत्तै भएर बस्छु नि त अनि अब ह्यान्डसम त के भन्नु तर मलाई लागेको होला नि अनि अहिले चाहिँ साथी मेरो सम्धीले चाहिँ हुन्छ नि बोलाइरहेछ मलाई चाहिँ तलतिर जाउँ न भन्दैछ होइन यसो अब कति घरको मात्रै हुन्छ नि हजुरहरू अब घरमै मात्र बस्दा बस्दै ल्याङ बोर हुन्छ नि त कोही ल्याङ भन्दा फेरि कस्तो ट्यापै सुन्यो होला नि एनिवे म चाहिँ त्यस्तो ट्यापै होइन फेरि सोझो मान्छे त्यही हो अनि यहाँनिर चाहिँ हाम्रो के चलिरहेको छ नि त मेरो वाइफले चाहिँ यता हेर न एकचोटि यता हेरेर हेलो भन्न त सानो रिसाइरहेको छैन मार्छ अनि बोल्दैन अनि त्यसो भने चाहिँ मात्रै हेर्नु नि त यो चाहिँ हाम्रो होइन हुन्छ नि अब यो जाडो महिनाभरि ओढेको नि भन्दा अब यसलाई चाहिँ धोएर कि राख्नुपर्ने होइन त हेर्नु नि हजुर यस्तो पत्ला हुने गरी उडिया जग्गा फेरि एउटा मेरो ब्ल्याङ्केट त कस्तो मजाको मेरो पर्सनल हो क्या त्यो मलाई चाहिँ तातो लागेको त गन्दे भनेर फाइनली धोइदियो नि हजुरहरू कस्तो तातो हुन्छ अझैसम्म त जाडै हुन्छ नि त राति त अनि यस्तो छ यो वाला ठिक कुरा गर्यो हो यो तर त्यस्तो साह्रो गन्दा त छैन है गफ नदेऊ गन्देहरू यस्तै हुन्छ मान्छेले गन्धे उड्छ अनि हाम्रो चाहिँ हुन्छ नि हजुरहरू कल छैन नि त यस्तो छ यो चाहिँ तपाईँहरूलाई म कतिचोटि देखाउँछु अनि हुन्छ नि यो ट्याङ्कीमा पानी चाहिँ गाफ्रीबाट ओसारेर अनि लिएर ओसारेन भोलि ओसार्नु लाउनु चारैतिर त भ्याउँदिनँ त म मेरो पनि पाता फर्किन्छ त म मान्छे गल्छु हुन्छ नि हजुरहरू मेरो एउटा डाँगो छ कि भाइ खासै कामै गर्नु मान्दैन मारो अड्डु भाइ छ क्या अब गाली गरौँ भन्दाखेरि के गाली गर्नु अब मै जत्रो भाइ होइन अब मुङ्ग्राउने कुरो भएन खै कहिले बुद्धि आउँछ बिहे गरेपछि चाहिँ बुद्धि आउँदो रहेछ हजुरहरू अलिअलि भए पनि चेत खुल्दो रहेछ यसको मतलब बिहे गरिहालौँ भन्ने होइन नि फेरि होइन अलिकति कमाउने जमाउने त्यसै गरेर चाहिँ गर्नुपर्ने रहेछ क्या हजुरहरू अब त्यही हो अन्तिममा त त्यही पैसाकै कुरो कतिचोटि कुरा गर्नु होइन ल सरप हालेर चाहिँ टक्कसँगले यसरी मेरो श्रीमतीले चाहिँ यो ज्यान त मन त तिम्रो यसै गर्दा घट्छ है बिहानै हुन्छ नि यो वाला पनि दिनु पर्यो क्या जुम्बा पुरा अब त्यो धनी मनीहरूको चाहिँ जुम्बा होइन हाम्रो चाहिँ के कसरत नि या क्या ट्यागर ट्यागर दिएर हाम्रो चाहिँ फेरि खुल्ला छ नि त यहाँनिर ठाउँहरू घरहरू त्यति धेरै छन् हो साँच्ची लाज हुँदैन त यो हेर न यो माटोहरू माटो अरे मासु कम्ता कति केजी छ लाटी भन त म बजिया 57 केजी छु हाइटमा चाहिँ फेरि मेरो घाँटी मात्रै आइपुग्छ मा पुड्की छ क्या यस्तो मान्छेले चिउडा अझै घाँटीभन्दा अलिकति तन्किनु खोजेको अरे अब त्यो के भन्छ अरे त्यो कन्यामा त होची पुड्की केही देखिएन हजुरहरू राम्री लागेर ल्याइहाल्यो यति बेला अब के गर्ने ल्याङ गरेर होइन हरेक कुराको अब फाइदा बेफाइदा हुन्छ नि होइन तिम्रो अनुहार त कहाँ राम्रो थियो त तिम्रो बानी हेरेर लिएको अनुहार त तिमी कहाँ राम्रो छौ म जतिको कहाँ छौ र हप्ता नरामी छैन जिस्केको म भन्दा त राम्रै छ मेरो बुढी एनिवे होइन राम्रै भन्दा फेरि फुर्किन्छ नि त त्यही भएर मलाई साथी अरू भन्दा नि राम्री यो भन चाहिँ जसले भन्दा साथी जल्दी भएको आफ्नै बुढाले किन नहोस् कोहीले पनि आमामा कत्लाहरू त यो त तिम्रै तन्न है बुढी अनि म एक्लै सुत्छु त अनि कस्तो खालको फटा रहेछ एनिवे मेरो छोरी चाहिँ कता छ तपाईँहरूलाई मेरो छोरी देखाउँछु ल देखाइराखेको फेरि देखाउनु मन लाग्यो छोरो नानीको त उसको लुगा राख्ने बकेटमा हेर्नु नि हजुरहरू हेलो भने त यसो गर यता छोरा लु यसो गर हेलो गर हेलो हजुर हेलो गर न लु हेलो गर हेलो पापा खोइ नानी पापा कहाँ हुनुहुन्छ मामु खोइ मेरो छोरी चाहिँ हजुरहरू 3 वर्ष पुग्नै आँटेको हो होइन कपाल नआएर अलिकति कपाल नआएर चाहिँ थोरै म निराश छु ए है
कसले ल्याइदिएको मासुको पैसा त मन त 5500 पो पुगिसक्यो त हजुरहरू मासु खानु यस्तै छ पैसा कमाइ भन्ने कुरो पिटिक्कै छैन हजुरहरू होइन यसरी मासु जस्तो कुरो फेरि गाउँठाउँमा कस्तो हुन्छ भने नखाइदिँदा म अर्कोचोटि नपाइने अब त्यही त हो नि होइन खाइदिनै पर्ने हुन्छ आफूसँग होस् नहोस् खाँदाखेरि पनि 5500 तपाईँहरूलाई मैले ढाँटेको होइन साँच्ची भनेको मासुको पैसा 5500 ट्याक्कै पुग्यो 500 रुपियाँ केजीले अब के गर्नु अब ल्याइदियो अब खाँदा त मिठो हुन्छ नि अब खानु त होला नि अब पैसा जस्तो कुरोहरू त्यस्तै अब पछि मिलाउन मारी त हाल्दैन मलाई कुटी त हाल्दैन होला नि ढिलो दिँदा पनि त्यस्तै छ ल आए मेरो छोरीलाई तपाईँहरूलाई म मेरो छोरीको स्किल टेस्ट गराउँछु नि छोरो यता हेर खोइ तिम्रो नाक मुख खोइ गाला आँखा कपाल कान घाँटी भुँडी हात खुट्टा खोइ गुड गर ल गुड भन त्यो टाटा हेर्नु नि हजुर अनुहारमा यस्तै हो बच्चामा हामी पनि यस्तै थियौँ होला खुट्टालु भयो अब गुड गर गुड ल गुड बाई गर पापालाई बाई बसी है पापा भन स्कुल जाम ल स्कुल जाम टिटा जाम टिटा स्कुल जाने फाटा स्कुल जानु अरे टिटा चाहिँ यस अरे टिटा भनेको गाडीमा जाउँ भन्दा यस भन्छ है पानी अरे ल म एकछिन गएर आउँछु ल बुढी पर्मिसन त लिनु पऱ्यो नि हजुरहरू त्यही हो होइन अब घरमा बुढीको पर्मिसन नलिई हिँड्दा चाहिँ त्यही अलिक गाह्रो पर्न सक्छ होइन भरे ल्याङै हुन्छ ठिक छ मेरो बुढी जे जस्तो भयो मैले तपाईँहरूलाई भिडियो जे जस्तो भयो एकदम सोझी इमान्दारै छ तर अति नै सोझीको अब गुवाँदेनी भन्दा पनि रिसाउँछ होला छेउमा चाहिँ मतलब कस्तो ठगी खान्छ क्या उस्तैले अलिक तिमीले त्यो तिम्रो ह्याबिट सुधार्नु पर्यो हँ म नभएको बेलामा कसैले भ्रम फैलाएर तिमीलाई लान सक्छ हँ टिलिक्क टल्किरहेछ त पाउडरले होला ल ल ल यता त्यो आउँछ त्यो यता आउँछ तिम्रो यो वाला क्या ठ्याक्कै यो तिमीले पनि त्यो बनाएको हो नि ओठमुनि होइन यहाँ हेर न यहाँ होला होइन पहिला तिम्रै देखेर सिकेको नि एलिनालाई हान्नु लाग्यो क्या ल म अहिले गराउँछु ल तिमीलाई म तिम्रो अरे मतलब स्पेसल तिमीलाई म केही यसो मिष्ठाना ल्याइदिन्छु अब पैसा त मसँग कहाँ छ र जसै चोरा भए पनि ल्याइदिन्छ नि चोर्दाखेरि त मलाई कुटिहाल्छ नि फेरि म मागेरै भए पनि ल्याइदिन्छु ल एनिवे हजुरहरू त्यही हो अनि म चाहिँ घरबाट अहिले चाहिँ मेरो सम्धीकोतिर लाग्दै है तपाईँहरूलाई घरकै मात्र भिडियो देखाउँदाखेरि कस्तो बोर लाग्छ होला नि त अब घरमा प्लस बाहिर यताउति त्यस्तै छ मेरो चाहिँ हजुरहरू होइन अब मैले चाहिँ तपाईँहरूलाई मेरो स्टोरी भनिराखेको हुन्छु होइन एक टाइममा मैले कामै गर्नुपर्छ होइन अब काम गरिएन भने यो आउँदैन यो नआएपछि अब सुली चेपिन्छ होला त्यही भएर बाँच्नलाई त हजुरहरू हातखुट्टा चलाउनै पर्छ हातखुट्टा चलाउने चक्करमा हेर्नु नि यस्तो भएको चाहिँ खुट्टा लडेर है हजुरहरू दुखी गरिब मान्छे होइन यसलाई मलमधरी गर्नु सकेको छुइनँ मैले मुमाले हिजो त्यो जडीबुटी के बुट्टीहरू लिएर चाहिँ हालिदिनु भएन अलिकति यसले चाहिँ पक्रेर अलिकति कक्रक्क भएको छ म चाहिँ त्यस्तो लड्दा पनि अरू बेला पनि त्यस्तो खासै त्यसलाई उयो नै गर्दिनँ क्या मतलब दबाई नै गर्दिनँ त्यसलाई केयरै गर्दिनँ गर्नु चाहिँ पर्ने तर आफै निको भएर जान्छ जस्तो लाग्छ र होइन खोइ पैसाको बचत भने पनि पैसा नभएर भने पनि जे भने पनि त्यस्तै छ हजुरहरू ल मेरो पुरानो यादहरू हजुरहरू यो कटेजसँगै मेटेर गयो नि हौ यहाँनिर म 13 वर्ष बसेर म यहाँ हुर्केको म 10 वर्षको हुँदाखेरि यहाँ आएको थिएँ बसाइसकेर माथि लाब्रीबोटे भन्ने यो चुलाचुली इलाम जिल्लाको लाब्रीबोटे भन्ने ठाउँ डाइपर ल भरे फोन गर्नु नि एकचोटि मलाई नो ब्यालेन्सबाट नानीलाई डाइपर अरे हो हजुरहरू सरफ पनि अरे सरफ त लुगा धुन ल हजुरहरू यो नानी के भन्नु हौ अब खानु त भयो होइन हजुरहरू त्यसले अब त्यसको त खानुदेखि त्यसको हग्नुसम्म पनि मतलब पैसै चाहिने क्या दिनमा 20 रुपियाँ चुसिरहन्छ मेरो छोरीले रातमा एउटा डाइपरको अब 100 रुपियाँकोमा 5वटा हुन्छ नि त भनेको 20 रुपियाँ गोटै पर्यो 20 रुपियाँ रातमा उसले चुसिरहन्छ रातमा 20 रुपियाँ अब राति अब त्यो फेरि ढस्नामै पिसाब फेर्दैन त खत्तम हुन्छ नि त त्यही भएर दिउँसो चाहिँ मेरो छोरीको आजभोलि चाहिँ हुन्छ नि धेरै ज्ञान छिपिसकेको छ होइन दिउँसोतिर चाहिँ आफैले पनि अब पिसाब फेर्छ होइन जस कट्टु सट्टु खोलेर हामीले पर्दैन हजुरहरू जस खुसी लाग्न थालेको छ अलिक ज्ञान आएको छ नि त
राति चाहिँ अब त्यो सुतेको बेला दिँदो रहेछ क्या कट्टुमै, त्यो भएर चाहिँ धेरैचोटि तनाव भएको छैन। अब फेरि त्यो नानीहरूले त्यो पिसाब गरेपछि त्यो ढस्नाहरू ब्ल्याङ्केट त्यो तन्नाहरू हुन्छ नि, तकियाहरू केही मुनि बिछाउने त्यो बिस्ताराहरू चाहिँ मक्केर जान्छ नि त। अब त्यो पिसाब जस्तो कुरो अलिक कडाइ हुन्छ नि त होइन, त्यो भएको कारणले चाहिँ अलिक डाइपर लगाइदिनु पर्ने हुन्छ। सो त्यही ल्याउनु पर्ने हजुरहरू। अस्ति भर्खरै मात्र 600 रुपियाँ बन्डलको लिएको सकेछ हजुरहरू। त्यस्तै छ अब आफू चाहिँ हुन्छ नि अब गफ लाए जस्तो हुन्छ होला हजुरहरू होइन। लुगा फाटा भन्ने कुरोहरू अब त्यो एउटा 200 को कट्टु किन भने त्यसले थामिहाल्छ 8-10 महिना। मैले कपडा त झन् यो सर्ट किनेको 3 वर्ष भयो नराटी भन्नुपर्दा। अनि अब पेन्ट भन्ने कुरो त परारको साल ससुराली जाँदा किनेको थिएँ, त्यही पेन्टले अझै पनि काम चलाइरहेको छ हजुरहरू। ला त अब के चाहिँ गर्नु त होइन। यस्तो अब त्यो आफ्नो पर्सनल कुरातिर त्यति साह्रो मलाई ध्यान पनि लाग्दैन होइन। अब त्यस्तो अब त्यो गरेर हिँड्ने मेरो उयो पनि छैन, होइन पनि। अब फ्यामिलीको लागि हेर्दा ओर्दा ठिक हुन्छ, फ्यामिलीलाई पनि कता फ्यामिलीलाई पनि कहाँ गतिलो त दिन सकेको छु र पनि अब जे होस् यसो झुसे मुसे भए पनि गरिदिँदै अब त्यत्तिकै मेरो चाहिँ खर्चहरू म्यानेज हुन्छ भनौँ न होइन। त्यस्तै छ हजुरहरू। अलिक दुःखभरि कहानी मात्रै सुनाउनु तपाईँहरूलाई होइन। ल त ल के बन्डारे पार्नुलाई मामा। एनिवे होइन साह्रै नै गाउँतिर चाहिँ के भन्छ अरे बन्डारेले उधुम मचाएको हुँदाखेरि गाउँघरको कुखुराहरू हाम्रो भाले त चोरी भयो, खोरबाटै चोरिदिएको 3 केजीको होइन। को चोर आएको छ फेरि गाउँमा यार, मान्छेले हो दाइ। भाले हरायो नि हजुरहरू मेरो घरको 3 केजीको भाले होइन। ल्याउँदाखेरि 2.5 केजीको लिएको 1250 तिरेर, 500 रुपियाँ केजी छ नि त गाउँमा। अनि 1250 तिरेर लिएको भाले बोजूले चाहिँ त्यो भालेलाई बेच्नु खोजिराख्नु भएको थियो होइन। तर चोरले खाइदिएछ, ट्यापे धुलेहरूले खाइदियो होला नि हजुरहरू। त्यो गतिलो मान्छेले त लगेको होइन। अब त्यतिले उसलाई फलिफापै हुन्छ भने होस् न त होइन। गाउँघरतिर चाहिँ अनि बन्डाडेले मात्रै नभएर मान्छेले पनि कुखुराहरूको चाहिँ होइन खुट्टाबाट तान्ने होइन, त्यसलाई अब चोरी दिने गरिरहेछ। मतलब त्यो फैलिरहेछ। त्यो चोरलाई चाहिँ पत्ता लगाउनु सक्यो र भेट्यो भने त्यसको पाता मजाले फर्किन्छ। त्यो भएको थाहा भएकै कुरो हो। मान्छेलाई कति गर्दा त पुग्दै त्यो चोरी गरेर कहाँ पुग्छ हौ होइन। त्यस्तै छ हजुरहरू होइन। सो अनि अब चाहिँ म कत्रो घरहरू बन्दैछ हजुरहरू गाउँमा हेर्नु नि। बिल्डिङ घरहरू बन्दैछ। खै म दुःखी गरिबले त सक्छु कि सक्दिनँ पनि जिन्दगीमा बनाऊ। विदेश जाउँ भने विदेश जानु मन लाग्दैन मलाई। अब हामी जस्तो केटाहरूले कमाउने भनेको त्यही विदेशबाट मात्रै देख्छु म। आफ्नो ठाउँमा त केही देख्दिनँ न। पुर्खौली सम्पत्ति धेरै भइदियो। धेरै त के मेरो पिता पुर्खाको मैले अपमान गरेको चाहिँ होइन कि थिएन होइन। छ त्यो लाब्रीबोटे भन्ने चुलीमा यहाँबाट ट्याक्कै 3 घन्टा लाग्छ जाँदा खोलै खोला बिकट न त्यहाँ बाटो बत्ती के त्यो कुरै नगर्नु न उस्तै मान्छे पुग्दैन। त्यस्तो ठाउँमा बिगाई जग्गा त छ के काम हो त्यो। बाँदर ढेँडो बाहेक त केही बाँदर ढेँडो पनि लडेर मर्छ त्यस्तो ठाउँ छ क्या। त्यही हो जिरोबाट अब आएको हुनाले मलाई चाहिँ गाह्रो लागेको होइन। एउटा घडेरीसम्म चाहिँ त्यो तपाईँलाई मैले भनिरहेको हुन्छु। त्यहाँ किनेर सानो बाँसले बारेको कटेज बनाएको छु। त्यसैमा म खुसी छु होइन। मेरो बच्चा, मेरो छोरी, मेरो बुढीलाई मैले त्यही कटेरमा चाहिँ होइन जस्तो तस्तो मैले अहिलेसम्म राखिरहेको छु। म पनि बसिरहेको छु, खुसी छौँ हामी। सो त्यस्तो छ हजुरहरू होइन। अहिले चाहिँ पुरा हुन्छ नि वरिपरि हेर हेर्नु नि खडुस छ क्या। आमामा के भन्छ अरे पत्ताहरू झरेर सबै अब यो खडेरी महिना आयो नि त। अब पानी पनि परेको छैन। पानी परेको त अब अलिक हरियालीहरू हुन्थ्यो कि होइन। झार जङ्गल उम्रेर कस्तो उराठै लाग्छ नि त यो हडुस देख्दाखेरि। त्यस्तो छ हजुरहरू। सो अनि अब चाहिँ म एकैचोटि साथीको घरमा पुगेर भेट्छु होइन। रातै पहिला जस्तो फेरि ढिला अनि तपाईँहरूलाई मैले भनिरहेको भने होइन। बुढी मेरो चाहिँ एकदमै हिटलर। त्यस्तो छ हजुरहरू। एनिवे गाइज होइन। अनि अहिले चाहिँ फाइनली म सम्धीको घरमा आइसकेँ। सम्धी चाहिँ पुरा हुन्छ नि सुट बुटमा छ होइन नि। मतलब पहिलो कुरा मेरो घरमा ल थ्याङ्क ओइ हेट फटा मान्छे कहाँ ल त ल आइबसेकै घर हो र पनि थ्याङ्क यू त भन्नु पऱ्यो नि होइन। सम्धीको घर हेर्नु नि हजुर कस्तो दामी छ क्या। त्यो आफ्नो बाँसको भाटाको घर भएर होला हजुरहरू। हेर्नु न टक्क पटाइले बारेको छ नि त यो वाला। टक्कसँगले फेरि सिमेन्टेड प्लस्टरहरू यति अग्लो उठाएको छ। यस सम्धी घरमा खुसी भएर बस्छ होइन। उसको पनि मेरो जस्तै पहिला चाहिँ धेरै स्ट्रगल गरेर आएको मान्छे क्या ऊ पनि। उसको पनि त्यही पारी अद्यामा बस्थ्यो होइन अर्काको जग्गामा भाटाको घर थियो। उसलाई पनि त्यही हो जग्गा मालिकले अब सरिहाल टाइपले नि अब गरेर चाहिँ उसले पनि होइन जस्तो तसो उनीहरूले पनि। तर एउटा कुरा नि हजुरहरू उनीहरूको चाहिँ अब हुन्छ नि पाहाड भन्ने ठाउँमा अलिकति राम्रै ठाउँमा जग्गा जमिनहरू पनि थिएछ। अनि त्यहाँको जग्गालाई हल्का सेल हानेर चाहिँ यहाँनिर किनेको अरे भन्ने मैले सुन्दै थिएँ। तर सम्धीले भनेको छैन होइन। सत्य के हो म त्यो जान्दिनँ।
जेस हाम्रोभन्दा चाहिँ भएकै मान्छे होइन बाबुआमा साथमा भएको मेरो चाहिँ कतिजनाले कमेन्ट गरिराख्नु भएको थियो बाबुआमा कता हुनुहुन्छ यता त्यता भनेर पापा चाहिँ खस्नु भएको होइन म सानै हुँदाखेरि म 8-9 वर्षको हुँदाखेरि खस्नु भएको अनि मामु भनेको चाहिँ अब बुझ्नु नि अर्काकै घर गइसकेको अगेन त्यही भन्नुपर्छ होइन साँचो कुराहरू म ढाँट्दिनँ त्यस्तै बेला बखतमा आउनुहुन्छ पर्मानेन्टली होइन ल त ल फाइनली गुच्चीको चस्मामा सबैजनालाई धन्यवाद हजुरहरूले भिडियो मजाले हेरिदिनु हुँदो रहेछ मेरो सम्धीको खुसीले सीमै छैन यति धेरैले माया गरिदिनु भएको छ म जति आज त कामले गलेको छ नजाऊ भन्दा पनि होइन यत्रो माया गरिराख्नु भएको छ म जसरी पनि भिडियो झार्नुपर्छ भनेर मानेन हजुरहरू यहाँ हेर न हालत यस्तो पो छ त यो वाला खुट्टाको पनि गति यस्तो छ के गर्नु हजुर काम गर्नै पर्यो सम्धीको पनि नाजुक छ बट मेहनती केटो छ गफ दिँदै कता फेरि हामी चाहिँ अब आज त सम्धि के गर्नु अब यसो के गर्नु भेटघाट हुँदा ल यहाँ हेर न कति छ पैसा उहाँलाई देखाऊ ल त ल यो पैसा सुनिल साथीलाई हस्तान्तरण गर्न चाहन्छु मलाई नै पुग्दैन तपाईँले थप्नुपर्छ नि साथी ल ल चाउमिन त आयो नि 2 प्लेट 200 280 छ हुन्छ ल आउँछ तपाईँले चिसो मात्रै किन्नुहोस् के त अहिले मुङ्गा डाइरेक्ट तपाईँ अरे उहाँहरूको मान्छे फुल काएको अरे नि ल हेर्नु कस्तो काट त्यो के अरे नमिलेको जस्तो देखियो होला नि साथी कस्तो चिटिक्क ह्यान्डसम भएर होइन अब यो लाइछि म बजियाई कट्टुमा छु क्या सम्धि यो के होइन मलाई पहिलेदेखि त्यो बनेर हेर्नु आएन साँच्ची भनेको है भाइ थाहा छ तिमीलाई थाहा छ त मेरो रियालिटी ए तेरि अनि सँगै अनि कुदिनेको बच्चै गफ छोडा न मलाई म दमक कट्टुमा चप्पलमा त्यत्तिकै पुगिदिरहेको हुन्थ्यो क्या पहिला त्यो कस्तो भने के जाति चाहियो कि कुदिहाल्नु पर्ने क्या मलाई चाहिँ एनिवे होइन अनि सम्धीको घरदेखि टक्क अगाडिको भ्यू चाहिँ यो वाला चाहिँ यो खुल्ला ग्राउन्ड छ सम्धीको चाहिँ छेपारीहरू एकदम ठुल्ठुलो अनि धेरै बसेर घरमै बसाइले चाहिँ अनि भुँडीहरू लादिएर चाहिँ अलिक खराब भइरहेको छ होइन 6 प्याकको ठाउँमा फ्यामिली प्याक निक्लेको कारण यतैतिर रनिङ हान्छ होइन यो वरिपरि अल्छीले बजिया 2 फन्कमा हान्दैन नि अरू कुरा केही होइन खुसी छु म पनि किनभने तिमी खुसी छौ नि त भिडियो हेरिदिनुहुन्छ कति खुसी लाग्छ सम्धि म त पेल्छु भन्छौ नि त अनि म खुसी हुने तिमी होइन त तर युट्युब खोलेर सम्धि एक किसिमले खुसी भएको देख्दा मलाई पनि खुसी लाग्छ जति काम गरेर थाके पनि युट्युबले अलिकति भए पनि खुसी दिन्छ क्या होइन यति राम्रो माया गरिरहनु भएको छ म सम्धि गर्छु गरे आज त नगर सु त भनेको मानेन हजुर होइन साँच्ची भनेको उसले बढाइ चढाइ गरेको होइन रियल हो खुसी शरीरले आराम खोजिरहेको छैन त्यो घोडा के हो त्यो दुःख छ नि हजुरहरू होइन अब त्यो मेरो दुःखदायी पीडाहरू दर्दनाक कहानीहरू सुनाउनु थाल्छ तपाईँहरू इमोसनल हुनुहुन्छ होला त्यही भएर के अरे पीडा दिलमा मान्छे चिलमा भन्छ नि त्यो वाला क्या अब छँदैछ नि त्यो कुराहरू त हुने कुरो हो भोगेर आएको कुरो कन्सा नौलो कुरो भएर मेरो हिजो आजको मात्रै त्यो कुरा होइन मैले विगतदेखि भोग्दै आएको कुरोहरू त्यो कुरोहरू छँदैछ कि हजुरहरू तर तपाईँहरू यति टाढा नजिकबाट होइन मेरो भिडियो हेरिदिनुहुन्छ होइन अनि खुसी लाग्छ क्या किन लाग्दैन खुसी भन त आफन्त इष्टमित्र एउटा जोडिँदै गर्दा बनिँदै गर्दा होइन जस्तो कि म त्यो ठाउँमा पुग्यो भने भाइ त फल्ना होइन भन्दा कति खुसी लाग्दैन भन त यहाँ सुन न के भने नि सम्धि अब तिमी अहिले तनावमा छौ त्यत्रो तिम्रो व्यथा कथा भनेको तिमीले भनेकै छौ होइन तरै पनि च्यानलमा उहाँले यसरी माया गर्नुहुन्छ नि यो देख्दा कस्तो जोस चल्छ मोटिभेसन क्या साइडमा छ मान्छे सपोर्ट गर्ने खालको भन्ने कमेन्टहरू तिमीले पढ्छौ होइन कमेन्टको कुरा गर्छौ यतिको हौसला दिँदा चाहिँ सम्धि खुसी लाग्छ भन्दैनौ एउटा हौसला दिन्छ क्या तिमी थाकिरहेछौ तनावले अब अहिले कति बज्यो भन न पहिला अहिले 4:30 भइसक्यो नि 5 बज्छ अनि 5 बज्नु आँट्यो र म रोकिन होइन किरहेछ किनभने उहाँहरूको माया छ तिमीलाई त्यही हजुरहरू होइन तपाईँहरूले यति धेरै साथ सपोर्ट माया देखाइराख्नु भएको छैन म दुखी गरिब कङ्गालसँग हुने त छनु त केही नै छ र त्यस्तो ट्यालेन्ट पनि केही छैन होइन म भएको छ होइन मसँग जे जस्तो छ मेरो डेली लाइफहरू त्यही देखाउने गर्छु होइन अब र पनि रुचाइदिनु भएको छ यसो गर होइन 2टा हात जोड उहाँहरूको लागि म क्यामेरा मान्छु 2टा हात जोड यो वाला नमस्ते नमस्ते लु भन के भन्नु उहाँलाई थ्याङ्क यू दिनु पर्यो नि त थ्याङ्क यू सबैजना होइन घोडा देखाउनु उहाँले कतिको छ यस्तो छ हजुरहरू दुखी गरेको मान्छेको खुट्टाको हालत यो चाहिँ पिप गइरहेको छ सम्झेको अब यो शरीरले यो हेर न यो उयो हालेको कि यो मुमाले हाल्दै यहाँको थाहा छ मलाई अघि त्यो उकेर गयो क्या लहराले लागेर अब यो खुट्टा अब हजुर खुम्चा भने च्याराको च्यातिन्छ नि त घोडामा त यसो गर्नु हुँदैन नि च्यातिनेमै छ नि त घोडामा तिम्रो बाजे आएर न बाख्राको सिङ त्यही भएर हजुरहरू सम्धिलाई चाहिँ यतिको माया धेरै मोटा र क्या तिम्रो खुसी अनुहार भनेको युट्युबको मायाले गर्दा खुसी पनि खुसी छ तर यहाँ हेर चाउरी परेर अलिकति बुढे नै भइदिएछ यार थ्याङ्क यू त्यही भएर मेरो सम्धिको अनुहारमा खुसी छाउनुको कारण चाहिँ मेन तपाईँहरू नै सिधा कुरा भन्छ है म चाहिँ सत्य कुरा हो मलाई पनि त्यही हुन्छ नि त त्यही भएर सपोर्ट गरिराख्नै भएको छ गर्नुहोस् भन्नु परेन होइन पर्दैन नभने त्यति धेरै गरिराख्नु गर्नु किन भनिबस्नु त्यस्तो छ होइन ओइ माछा काटेर चाहिँ भएर बल्छी हान्दा आइदिउँ कति धनी यहाँ छ घर एनिवे होइन हामीले चाहिँ के भनेको म आफै कस्तो साइको रहेछ त मान्छे दुध माछा त्यतिकै भनेको भिडियो त्यस्तै छ ल त्यही होइन अनि हामी चाहिँ अब सर्टकटसँगले यहाँ बाटोमा मूल बाटोमा भन्दा पनि उपर छ मेल एक तरिका जिब्रो हेर न 30 रोड चाहिँ पर मूल बाटो मेन रोड त्यहाँ पर छ हामी साइडमा छौँ
साह्रै आफूलाई नराम्रो भन्यो लौ उहाँहरूको अगाडि ल तर यार उयो यो नलाइराख्नेहरूलाई कस्तो जोकर जस्तो देख्दो रहेछ तर होइन ह्यान्डसमै देख्छ होइन उयो बबाल अब चाहिँ सही लाग्यो क्या एनिवे होइन अनि त्यही हो सम्धिसँग चाहिँ अब हामी भनेको चाहिँ पिनकुने होइन त के गर्नु त अब भए पनि नभए पनि तिमी र म त भने अरू को छ र लुम्नाउने भनेको उसकै हो क्या हजुरहरू आफूसँग त हुँदैन नि त हुन त उसको पनि बुढी बच्चा छ तर पनि अब अर्निङ सोर्सहरू छ नि त मेरो भन्दा अलिअलि चुसिरहन्छु अब नरिसाउ त्यस्तै छ होइन तिमीले हिजो भनेको कुराले भिडियोको कुराले मन छुयो अहिले ठिकै भन्यो ठिक छ म मान्छु मसँग अलिअलि छ भन्नु सुहायो नहुँदा पनि किनभने मेरो त बुवा आमा हुनुहुन्छ नि त साथमा सम्झिने त्यही कुराहरू पोख्छु नि त त्यही भयो म ढाँट्दिनँ हजुरहरू किन ढाँट्नु ढाँटेर के पाइन्छ होइन हो नि त एक दिन ढाँटिन्छ मान्छेलाई अर्को दिन त अस्ति त उक्लिहाल्छ कुनै न कुनैबाट घुमिफिरी आफ्नै मुखबाट उक्लिन्छ क्या त्योवाला हुन्छ नि त अनि ढाँट्नु चाहिँ हुँदैन त्यति अब जे सत्य छ त्यही बोलिदिन्छु म भनिदिन्छु यसो ख्यालठटारेलाई ठटाम गर्छु होइन यसो अलिकति यो के अरे पीडा तनावले यो त्यसै त चाउरेको अनुहारमा अलिकति हाँसो ल्याउनको लागि म त्यो गर्छु क्या प्लस अब तपाईँहरूलाई यसो अलिकति होइन हेर्दै गर्दाखेरि बेला बेला चाहिँ यो गाला चाउरेस् न यो वाला टाइपको होस् न भनेर बोल्छु गर्छु क्या अब त्यसमा तपाईँहरूले डन्ट माइन्ड है डन्ट माइन्ड हरेस खानु हुँदैन म तिम्रो साइडमा छँदैछु जति जे गर्नु गर सक्दो तिमीलाई पछाडिबाट ढकेल्ने काम चाहिँ गर्छु म ढकेल्ने भन्दा भिडदेखि होइन नि फेरि ढकेल्ने तर लड्ने गरी होइन ठिकले सक्सेस हो भनेर अगाडि ढकेल्ने क्या त्यही होइन उसले चाहिँ अब मलाई धेरै नै सपोर्ट गरिरहेको छ भने ला भाइ हुन्छ फेरि गलत गऱ्यो भने चाहिँ एउटा न पछि तिर्छु म त्यो कुराहरू अहिले त होइन म आफै यो हजुर भन्ने अवस्थामा चाहिँ अब अहिले त तिर्नु वान डे कुनै दिन भएछ भने भन्ने कुरो हो एनिवे होइन ओइ स्कुटीमा तर मिस पो होला के भयो त होइन अब अहिले त उयो अब अहिले त के गर्नु त्यो जति नै राम्रो यसो छेउबाट सिडी मतलब टक लाएर वाला जाँदैछ भने पनि के गर्नु अब त मिल्छ घरमा मिल्दैन मन त छ तर मिल्दैन यसले हराइहाल्छ होइन के भन्छ यसले ओइ श्रीमती र नानी छ है घरमा जस्तो कि यही अटोमा तर बच्चाहरू मात्रै त्यो चाहिँ यहाँ चाहिँ त्यही होइन बाहिर चाहिँ अब अलिकति दार्दिम कि क्या टाइपको नि जस्तो कि ओइ मिस हो त्यही त मिस त भन्दैछु त मैले उही पो भनेको त अनि त्यही होइन अब जति नै राम्ररी यसो हेलै भने पनि अब त अमिलिनु बाहेक केही छैन हजुरहरू होइन आँखालाई त हजारौँ मनपर्छ तर मलाई शङ्का लाग्छ एउटा कुरा के छ मान्छे अलिक झिल्के छ कोही नि है नि हौ सम्झी त्यस्तो यस्तो अब कस्तो भने चस्मा भयो यार नलाउनेलाई हस्पट लाग्दो रहेछ एकछिनलाई हिँडेको जबरजस्ती यस्तो अब त्यो झट्टै भएर हिँड्नेलाई त कसैले पनि हेर्दैन नि त हो नि म त्यसै त त्यही त धन्न कसरी एउटा चाहिँ पट्याएछु जस्तो लाग्छ क्या हो नि लाठे तर नहेप होइन तिमीले मलाई हो नि लाठे भनेर खिच्चा हानेको लागि हो नि होइन लाठे चुप लाग मेरोमा नि ऊ बेला बिहे नगरी होइन 3-4 जना चाहिँ थियो होइन थियो गर्लफ्रेन्ड थियो सबैलाई हजुर ल पढ्नु न आफैले फगाएको फेसबुक होइन यस्तो हुन्थ्यो फेसबुकमा अब त्यो देखिन्थ्यो नयाँ अनि त्यो कस्तो हुन्थ्यो भने राम्ररी देखिन्थ्यो होइन अनि हेलो आफै क्या अथवा हेलो भन्नु अलिकति कति नै आफ्नो स्ट्यान्डर्ड टाइपले नि हेलो पनि नभन्ने तर लाइक झुकेर हाने जस्तो अनि सरी है झुकेर आएछ टाइप अनि त्यत्तिकै बोल्छ अनि के छ कता पो पऱ्यो यो टाइपले अनि एउटा कुरा चाहिँ कस्तो अहिले आफैलाई कस्तो लाज लागेर आउँछ डाइरेक्ट 1-2 शब्द बोल अनि बिएफ छ कि नाइ अरे फेरि केटीहरू कस्तो हुँदो रहेछ नि हजुरहरू भएर पनि छ चाहिँ भन्दैन रहेछ क्या अनि नाइ छैन भन्थ्यो अनि आफू चाहिँ भएर होइन गुहादे अब त्यही त हो नि हजुर बोल्नु पनि नजान्ने म त्यता घुमाइफेर अन्तिममा डाइरेक्ट आई लभ युमा पुऱ्याउँथेँ क्या होइन साँच्ची भनेको थाहा छ 4 जना भन्यो ठिकै हो त आई लभ युमा पुऱ्याउँथेँ त्यो नाम चाहिँ नभन है त्यो हो तिनीहरू नै हो अनि तिनीहरू के हुन्छ थाहा छ कस्तो मन मात्रै चालेको मेरो त बिएफ छ नि यता त्यता सरी यता त्यता यसरी मिल्दैन नि केटीहरू त यति सजिलो टाइपले मतलब मलाई नै कस्तो अलिक बेइज्जत फिल हुने खालको रिप्लाई दिन्छ क्या 1-2 जना चाहिँ मैले तर पट्याएको थाहा छ तिनीहरू चाहिँ 3 जना चाहिँ थाहा छ एकजना थाहा पाएन ट्याङ अनि एउटा माथि लारुम्बा त्यही यता यस्तो ऊ यहाँ पुलबाट एउटा यताको नै भेट्छ एउटा उयो अनि अन्तिममा चौथो भनेको चाहिँ मेरै बुढी है चौथोमा चाहिँ वाइफ नै हो नजिकै छ त्यो लारुम्बावाला चाहिँ उसलाई पनि एकदमै मन परेको यस्तो भयो हजुर त्यो लारुम्बावाला चाहिँ कस्तो थियो भने नि फोटोमा देखेको नि त यस्तो भयो क्या त्यो फेसबुक आइडी फेरि कस्तो मूर्ख क्या म एउटा फेसबुक आइडी थियो साह्रै अन्दाज लाउनु नि हजुरहरू कति सोझो थिएछु भनेर एउटै आइडी चलाउँथेँ होइन थाहा छ यता मेरो बुढीसँग पनि बोल्थेँ उता पनि बोल्थेँ दुईटालाई आइडी पासवर्ड दिनु ल विश्वास अब त विश्वास भयो भनेर त्यसो हुँदा जुँदैछ क्या यता त्यता तिमी चाहिँ को पो कता के म सुनिलको जिएफ टाइपले दुइटै जुँदैछ बाजे चाहिँ अन्तिममा मिलेछ पनि पो त हामी 2 जनै भएर यसलाई धोका दिनुपर्छ टाइपले नि अनि धेरै महिना बोलेनौ बोलेन त नि मलाई थाहा छ अनि कम त तना भएन त्यहाँदेखि त कतातिर पनि नयाँ सेटिङ गरौँ अब होइन त्यो हुँदो रहेछ क्या हजुर त्यो एउटा उमेर हुँदो रहेछ आज कति नै हाल्छ बुढै भएछ नि 6-7 महिना बोलेन होइन मतलब त्यो टिनेजमा
हुँदो रहेछ कता अब के मिलौँ टाइपले नि एकजना थियो यतै आसपासको तिमीले बुझ्यौ होला बुझिहाल्यो नि यताको थियो नि घरहरू त्यो घात निस्क्यो क्या रड्डु निस्क्यो मलाई नै लात मार्यो होइन अन्तिममा कसो मेरो बुढी चाहिँ त्यो 8मा पढ्दा म 10मा थिएँ त्यति बेला पठाएको नि त स्कुल पढ्दाखेरि तिम्रो बाजे टिफिनदेखि भएदेखि टिफिनको घन्टी लागिन्छ जसमा बोलेर पठाएको पो त अन्त दुःख भयो तर एसएमएस प्याकहरू त्यति बेला 1000 त्यो 1000 वटा आउँथ्यो 24 रुपियाँ कि कति होइन 1000 रुपियाँ त्यो वालाहरू 2 दिन खाम्दैन साँच्ची भनेको है मैले मेरो सुनाएको तपाईँहरूलाई यसो जे भने हाँसी रमाइलो तर रमाइलो भन्दैमा गफ चाहिँ हालेको नि साँच्ची भनेको अनि जसो तसो अन्तिममा गएर त्यही बुढीलाई पट्याएँ अहिलेको जुन चाहिँ मसँग भएको पछि बहिनीले नै हे ल भन्नु हैन के भयो किन यति छिटो बिहे गरेर थाहा छ किन ल म यसरी नै बिग्रिने रहेछु कान्छी आइहाल्यो बिहे गरिहालौँ मैले सुनेको छु 3 बजी ज्याब्रा बोकेर चाप्यो रे साइ हो कि हैन 3 बजी होइन रातिको 11 बजी हो राति फुपू यसै भएन उसै भएन जाउँ हिँड लुगाहरू जेब्रा बोकेर हिँड्यो भने अनि घरमा अब सासु पनि छैन ससुरा पनि छैन नि तिमीलाई थाहा छ त मेरो बिहान सुनेको सुनिले ल्याएर बुहारी माथि बडा उकाम त बिचकिँदै त के अरे को यसले बिहे गर्यो टाइपको नि रिसाउँदै थियो तर रिसाएर के गर्ने लै त हाले त्यस्तो भयो अनि त्यस्तो भएर बिहे पनि गरियो हजुरहरू होइन अहिले त्यही हो यसरी अब बाटोतिर के गर्नु मन त पर्छ नि मिल्दैन त्यस्तै हो ऊ पनि एनिवे होइन त्यस्तो छ घरमा हुँदा त्यही त मारिहाल्छ नि ल त हजुरहरू अब धेरै नै भयो हातै गलो एकछिनमा भेट्नुपर्छ है त होइन जस्तो अनि हाम्रो चाहिँ कोका कोला चाहिँ आइसक्यो आदि किन भन न भनिहाल्यो किन एकजना भाउजूले म अलिकति खान्छु त्यसको साटोमा तिमीहरूलाई म 50-50 पटि किनेछु भन्नुभयो यो खास तिमीले किनेको ठिक लाग्यो नि यस्तो भयो क्या हजुरहरू अब दुखी गरिब मान्छे होइन अब पैसा नभएको बेला कस्तो भने म त चिन्दिनँ उसलाई चिन्दो रहेछ मेरोबाट साइनो लाग्छ आएर अब तिमीले उयो गर्नु पनि खोजेको नि मतलब साथीलाई त कस्तो खालको रड्डु मान्छे रहेछ क्या जस्तो तसो भाइहरूले भनेको चिजो दिनुहुन्छ अरे या अलिक क्या अब खालको थियो क्या एकजना आइमै अब नराम्रो नलिनु र जस जे त्यो भनेको अनि हजुरहरू होइन आधी त हान्दी त्यही भएर आधी मात्रै त खास न त म 1 लिटरको मात्रै किन्ने विचारमा थिएँ क्या इसेमा पैसा अब 280 मात्रै छ भए पुग्दैन भए तिर्नु घरमा पनि बुढीलाई पनि लगिदिनु छ नि त त्यही भएर अलिक तनाव चाहिँ छ होइन अब के गर्नु अब तिमी बजियालाई चिन्ता रहेछ र त्यही घाटा लाग्यो होइन अनि केही छैन जेस होइन त्यो आधी किन भन्ने कुरामा है ल ओइ तिम्रो त नि उयसको भयो नि त यार होइन त्यो अब के गर्नु पैसा हुन्छ तिमीलाई त राम्रैमा दिनु पर्यो नि त हुन्छ हुन्छ ल त हजुरहरू अब धेरै नखाऊ अहिले समेत हुँदैन यो चाहिँ को अगाडि खान्छ यसमा रुच्दैन त नि एनिवे आज चाहिँ हामीले होइन चटपटेलाई चाहिँ क्यान्सिल हान्दिउँ चाउमिन खानै सकिँदैन अस्ति पनि उ भएर लगेको उसको भाइलाई चाहिँ जोस् व्यवस्था पनि त हजुरहरू फाइनली हाम्रो होइन पोर्क चाउमिन पनि रेडी भएर आइसक्यो हेर्दा खाउँ लाग्दो सम्झिँदै चाहिँ होइन कासु ओए कस्तो तर जे भन्नु हेर्ने नि कस्तो दामी है खाउँ लाग्दो ओए बब्बाल देखिरहेको छ होइन हाम्रो पोर्कवाला चाउमिन यो चोरलाई त यहाँ राख कुरुकै ल फर्स्ट मासु झिक एउटा ठाउँ गरौँ होइन नि त्यतिको यो वाला चाख त कस्तो छ मिठो छ नि ल त त्यसै छ होइन हजुरहरू म तपाईँहरूलाई कतिचोटि भनिबसेन होइन दुःख पीडा भन्ने कुरोहरू छँदैछ भइरहन्छ हिजोको भिडियोमा म कति स्याड थिएँ नि तर आज त कति ह्याप्पी भएर यस्तै साथीभाइसँग त्यही भएर होइन बेला भेटघाट गर्नुपर्छ घुमिराख्नुपर्छ खानु डुल्नुपर्छ होइन अब हुनु ठाउँमा छँदैछ तर अब नहुँदा पनि अब म्यानेज गर्नुपर्ने हुन्छ यसरी होइन साथीहरूलाई चुस्नु पनि पर्छ घरिघरि हुँदाका त चुस्ता के हुन्छ त नहुँदा पो फरक पर्दैन तिमीसँग नहुँदा मलाई चुस्नु सक्छौ तर मसँग कहिले भयो त त्यस्तै छ ल अब चाहिँ होइन खाएको चाहिँ के देखाउनु फेरि मुखबाट पानी आउनु सक्छ कतिको चाउमिन फेभरेट हुन्छ नि त मासु चपाउँदै भयो ल एनिवे गाइज होइन अनि हामीले चाहिँ जस्ट त्यहाँनिर चाहिँ चाउमिन खाएर चाहिँ फर्किसक्यौँ सम्झिले चाहिँ कोका कोला होइन त्यहाँनिर यसरी बोकेर आइरहेको होइन खानु सक्दिनँ खासै भन्दै थियो गिलासको पनि खनाएर होइन के थाहा घरमा अब लगिदिएको हुनसक्छ त्यस्तै होइन मैले पनि लगिदिएको छु एनिवे बुढीलाई अघि मैले तिमीलाई केही कुछ हुन्छ भनेको थिएँ एनिवे चाउमिन लगिदिएको छु होइन सुँगुरको मासुको फेरि सुँगुरको मासुको के भन्नु तपाईँहरूलाई सुँगुरकै मासु त्यस्तै छ हजुर होइन रातै परिसक्यो 6 नै बजिसक्यो लगभग भिडियो अपलोड आज अलिक ढिलै हुन्छ होला जस्तो छ हजुरहरू अब के गर्ने यस्तै छ होइन टाइम हुँदैन जस्तो तस्तो टाइम मिलाएर आयौँ होइन जस्तो रमाइलो भयो नि होइन एकदम रमाइलो खुसी छौँ रमाइलो छौँ हामी त्यही हो बेला मौकामा होइन यसो अब पिर चिन्ता पर्दा भनौँ न तनाव हुँदाखेरि यसो साथी भेटघाट गर्छौँ होइन जस सुख दुःख साटासाट गर्छौँ खुसी लाग्छ आनन्द हुन्छ अलिकति भए पनि मन हल्का हुन्छ त्यस्तो छ हजुरहरू सो अनि अब चाहिँ म पर दोकान पनि जानुपर्ने छ हजुरहरू होइन त्यही हो अब म दोकान जान्छु अनि त्यहाँनिर गएर चाहिँ नानीलाई डाइपर र के अरे त्यो सरप त्यो लानुपर्ने छ
ल त हजुरहरू फाइनली म चाहिँ मेरो कटेज आइसकेँ है त। एनिवे बुढीको रियाक्सन के कस्तो छ खुसी छौ तिमी? म टाइममा सुँगुरको मासु बनाउँछ त। त्यही हो अघि भनिहालेँ नि मासु खानु त मिठो तर ल फाइनली तिमीलाई मैले गिफ्ट ल्याइदिएको छु यहाँ सबै कुरो छ। एनिवे छोरीको लागि पनि छ यहाँनिर पान्डा। त्यो मैले बाँकी तिरेन है भोलि आफै दिन त 1000 रुपियाँ पठाउँछु कि मैले क्यास ल्याइदिएको दिनु ल त्यो हिसाबको पैसाले नपुग्ने भयो सेवाको त्यही भएर ल त्यस्तै छ हजुरहरू ल फाइनली ल त हजुरहरू त्यस्तै छ होइन आफूले मात्रै खाएर भएन नि त बुढीलाई मैले अलिकति भए पनि ल्याइदिएँ हुन त म कङ्गालसँग पैसा त धेरै कहिले पो हुन्छ र होइन ओए छैन भन्नु हुँदैन भन्छ तर भन्नु आइहाल्छ अब नभएपछि के भन्नु त होइन त्यस्तै भयो होइन सम्धीले चाहिँ अनि चाउमिन किन्यो मैले चाहिँ चिसो किनेँ बराबर कुरो बुझ्दा बराबर होइन हुन्छ नि कुरो मिलाएर अब धेरै थोरै भन्ने कुरो हुँदैन क्या हामीमा फेरि छैन त्यस्तै भयो हजुरहरू होइन अनि मैले चाहिँ चिसो उसले चाहिँ चाउमिन फेरि यो चाहिँ मैले एक्स्ट्रा मेरै पैसाले ल्याइदिएको है मैले खाएर आएको तिमीहरू खाऊ कति पनि त हुँदैन एक प्लेट चाउमिन 100 रुपियाँमा पाउँछ हाम्रोतिर चाहिँ हजुरहरू चाउमिन तपाईँहरूकोतिर के कति प्लेटले पाउँछ आफ्नो प्रतिक्रिया कमेन्ट गर्न सक्नुहुन्छ एनिवे बुढीले चाहिँ होइन चाउमिनलाई चाहिँ अनबक्सिङ गर्दैछ धनियाँ माथिबाट तिमीले हालेको कि होइन यस्तै चाउमिन खाने छोरा चाउमिन खाने छोरीको लागि चाहिँ जस्ट यो है यो वाला मासु पनि हाल्दै कि खाँदैन अहिले मासु खाँदैन नि असर गर्ने कि खाएको अहिले भात बुबुमा पनि खाएको अरे छोरोले तर चाउमिन पनि कम्ताएको छ खान्छ नि मिठो कुरा त चाउमिन खाने मुमा खै त्यस्तै छ हजुरहरू वाइफाई सकेर तनाव छ अरू भन्दा पनि भिडियो अपलोड गर्नु आफ्नो घर जानुपर्छ बडा घरमा होइन भिडियो टुङ्गेकै छैन कसरी एडिट गर्नु कस्तो मुर्गा मान्छे रहेछ ल अनि यो चाहिँ जस्ट मेरो श्रीमती र मुमाको होइन भाइ यस्तै छ हजुरहरू अब के गर्नु अलिक धेरै ल्याइदिनु पर्थ्यो तिनजनालाई अब के कति हुन्छ चित्त बुझाउ ल के भन्छ तिम्रो बुढा धेरै धनी छ गाह्रो पो छ त हजुरहरू सो अनि आजको भ्लग चाहिँ म यतैतिर एन्ड गर्छु होइन तपाईँहरूलाई मेरो भ्लग के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्ट गर्न सक्नुहुन्छ अनि यस्तै छ हजुरहरू होइन मेरो भ्लग चाहिँ कहिलेकाहीँ राम्रो रमाइलो पनि लाग्ला तपाईँहरूलाई कहिलेकाहीँ बोर लाग्ला होइन त्यही त हो नि अब त्यसरी म ढुक्कले हिँड्नु पनि पाउँदिनँ होइन त्यो टाइम पनि हुँदैन र त्यति साह्रो फ्रेस माइन्ड पनि हुँदैन क्या मतलब फ्रेस हुँदैन भन्नाले अब तनावहरू हरेक कुराहरू आइपर्छ नि त समस्याहरू अहिले त होइन अब एउटा व्यावहारिक भइसकेपछि खासै भइसकेपछि मतलब सिक्दैछु नि त हुँदैछु नि त अनि त्यो भइसकेपछि हरेक कुराहरू तनावहरू आइलाग्छ नि त त्यो भएको कारणले चाहिँ कतिपय भिडियोहरूमा चाहिँ मैले तपाईँहरूलाई होइन प्रोपर तरिकाले इन्टरटेनमेन्ट गराउन सक्दिनँ होला त्यसको लागि चाहिँ सरी अनि यस्तै साथ सपोर्ट देखाइराख्नु होला होइन तपाईँहरू जो जति नयाँ जोडिनु भएको छ होइन र जोडिनेवाला जो जति हुनुहुन्छ तपाईँहरू पनि च्यानललाई सब्सक्राइब गरेर चाहिँ होइन ह्यान्डसमको फ्यामिलीमा जोइन हुन सक्नुहुन्छ सो त्यस्तै छ हजुरहरू अब आजको भ्लग चाहिँ यतातिर होइन भुँडी दुखेर मर्नै बेला भइसक्यो हजुरहरू सुँगुरको बोसोले होइन छेराउला जस्तो छ त्यही भएर टोइलेट पनि कुद्नुपर्ने छ फोन चार्जमा लाएर अपलोड पनि हान्नुपर्ने छ सो अनि अब हामी भेट्नेछौँ अर्को भिडियोमा शानदार बवाल पाराले त्यतिन्जेललाई चाहिँ बाई।